दिनमा तपाईको व्यवस्थापन गर्ने नाममा यहाँनिर सुकुम्बासीले राखिएको थियो। लोक सुकुम्बासीको स्थिति हेर्नुस्। जसले भन्नुभएको थियो नि बालेन्द्र प्रधानमन्त्री बालेन्द्रले व्यवस्थापन गर्छ भने हेर्नुस् व्यवस्थापन तपाईको प्रधानमन्त्री बालेन्द्र शाहको खोलाबाट निकालेर खोलामै राखेको छ। हामीहरू यो सुकुम्बासी आन्दोलनमा 3 महिनादेखि छौँ लडाई, झन्डै 3 महिनादेखि लडाईमा छौँ। आज हामीले हेऱ्यौँ भने पछाडि यो आन्दोलनको स्थिति हामीले किन बोलेको छौँ भन्ने कुरा तपाईँहरू हेर्नुस्। ल तपाईँहरूको बालेन्द्र शाहको यो चाहिँ तपाईँ हेर्नुस्। दिदी यो बाढी कतिखेर गयो ल भन्नुहोस् त। कोही आयो तपाईँलाई समर्थन गर्न? कोही आयो? आएन। यहाँ तपाईँहरूले हेर्नु भनिसक्यो यो प्रधानमन्त्री कसको हो भन्ने कुरा हिँड्छ हेर्नुहोस्। ल हेर्नु खोलाबाट निकालेर खोलामै राखियो। अब यसमा पनि तपाईँहरू देख्नुहोस् राजनीति गर्दैछ भन्ने हेर्नुहोस्। तपाईँहरू यसमा पनि तपाईँहरू राजनीति गर्दैछ भन्ने हेर्नुहोस्। अब यहाँनिर प्रधानमन्त्री बालेन्द्र शाहले खोलाबाट निकालेर मान्छेले खोलामा हालेर यसरी हालेपछि त्यही खोला ठिक थियो नि, त्यो ठेर खोला ठिक थिएन। हेर्नुहोस् यो स्थिति गराइदिइसके पछाडि अहिले यहाँनिर हिलो छ। आज यो पानी कताबाट जानुहोस् ल हेर्नु यहाँनिर यो तपाईँहरूको कोठाको सुत्ने ठाउँ हेर्नुहोस्। हेलो यो प्रधानमन्त्री बालेन्द्र शाहज्यू र प्रलेन्द्रसँगका घन्टे समर्थकहरू आँखा खोलेर हेर, तिमीहरूको प्रधानमन्त्रीले के गर्दैछ भन्ने कुरा चाहिँ अहिले पनि तिमीहरू भन्दैछौ सुकुम्बासीको नाममा राजनीति गर्दैछ भनेर। हामी 2-3 महिनादेखि लड्दैछौँ सुकुम्बासीको विषयमा। यहाँनिर हेर यो खोला यो कोठामा कस्तो छ, जहाँ होल्डिङ सेन्टरमा राखिएको थियो यहाँ कुन अवस्था छ भन्ने कुरा हेर। यहाँनिर यो तपाईँको पानी कतिखेर गयो दाइ? हजुर पानी कतिखेर? 1 बजी राति होइन गाँसी निन्द्रामा थियो, केटाकेटीहरू बाहिर कराएर पानी भन्दा यसो जुर्को उठ्दाखेरि त पुरै पानी त आइसकेको छ झ्याप्पै। हजुर सामान त कुनै अब सार्ने अवस्था नै रहेन। यो सबै वरिपरि यस्तो बारे निकाल्ने कुरा नि भयो। यहाँबाट चाहिँ तपाईँहरूलाई कोही प्रहरी कोही केही मान्छे आयो? कति बजीसम्म आएन यहाँनिर? यहाँ आउनु भएन कोही पनि उद्धार गर्नु केही पनि गर्न आउनु भएन।